स्वागत छ तपाईहरुलाई यस कृषि च्यानलमा। आज हामीले चाहिँ कोशी प्रदेशको लागि एकदमै महत्त्वपूर्ण 20 वटा प्रश्नहरू चाहिँ लिएर आएका छौं, जसमा चाहिँ हरेक प्रश्नमा 4 वटा अप्सन्सहरू छ र तपाईहरुलाई सोच्नको लागि चाहिँ 3 देखि 4 सेकेन्ड चाहिँ दिइनेछ। त्यसपछि चाहिँ मैले त्यसको एन्सर भन्छु है त। र गेस गर्नुस् तपाईले आजको क्वेशनमा कति वटा मिलाउनु भयो अनि कमेन्ट पनि गर्न सक्नुहुन्छ है त। प्रश्न नम्बर 1 मा छ क्षेत्रफलको हिसाबले सबैभन्दा धेरै मकै लगाउने प्रदेश कुन हो है? अप्सन में छ कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र मध्य प्रदेश। ल गेस गर्नुस् सबैभन्दा बढी मकै लगाउने प्रदेशको नाम के हो? पक्कै पनि तपाईहरुले चाहिँ गेस गरिसक्नु भएको होला। यु आर राइट है। अप्सन नम्बर ए कोशी प्रदेश इज द राइट एन्सर है। कोशी प्रदेशमा चाहिँ सबैभन्दा बढी मकै लगाइन्छ। क्वेशन नम्बर 2 मा रहेको छ क्षेत्रफलको हिसाबले सबैभन्दा बढी धान लगाउने प्रदेश कुन हो? कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र मध्य प्रदेश है। सोच्नुभयो होला है। यसको पनि सबैभन्दा बेस्ट एन्सर चाहिँ कोशी प्रदेश नै हुन्छ है। सबैभन्दा बढी धान लगाउने प्रदेश पनि कोशी प्रदेश नै हो। मकै लगाउने पनि कोशी प्रदेश हो, धान लगाउने पनि कोशी प्रदेश हो। क्वेशन नम्बर 3 मा छ फापरको उत्पादकत्व सबैभन्दा बढी भएको प्रदेशको नाम के हो? फापरको प्रोडक्टिभिटी चाहिँ सबभन्दा बढी कुन प्रदेशमा छ भनेर चाहिँ सोधिरा छ है। कोशी प्रदेशमा छ कि बागमती प्रदेशमा छ कि कर्णाली प्रदेशमा छ कि मध्य प्रदेशमा छ? ल भन्नुस् त, एकछिन सोच्नुस्। 3 देखि 4 सेकेन्ड। ल कोशी प्रदेश है। फापरको प्रोडक्टिभिटी पनि सबैभन्दा बढी चाहिँ कोशी प्रदेशमा नै छ। अब तपाईहरु जानुभयो क्वेशन नम्बर 4 मा। चिया नीति 2057 अनुसार अर्थोडक्स चियाको उत्पादन कुल उत्पादनको कति प्रतिशत पुर्याउने भनिएको छ है? 35% हो कि हैन, 45% पुर्याउने भनिएको छ कि 55% पुर्याउने भनिएको छ कि 65% चाहिँ पुर्याउने भनिएको छ? एकछिन गेस गर्नुस् त। 3 देखि 4 सेकेन्ड तपाईहरुलाई चाहिँ समय दिन्छु मैले। चिया नीति 2057 अनुसार चाहिँ अर्थोडक्स चियाको उत्पादन चाहिँ कुल उत्पादनको 65% पुर्याउने भनिएको छ। त्यसैले अप्सन नम्बर 4 को डी चाहिँ के भयो त? राइट भयो है। अब छ क्वेशन नम्बर 5 हैन 5। खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन 2075 अनुसार लक्षित घर परिवारको पहिचान कुन सरकारले गर्ने व्यवस्था रहेको छ? संघ सरकारले गर्ने व्यवस्था छ कि है, प्रदेश सरकारले गर्ने व्यवस्था छ कि स्थानीय सरकारले गर्ने व्यवस्था छ कि माथिका सबैले चाहिँ गर्ने व्यवस्था छ भनेर चाहिँ तपाईहरुलाई क्वेशन आइरा छ है। सोच्नुस् एकछिन, सोचिराख्नुपर्छ होला है। गेस गर्नुभयो होला है। ल अप्सन नम्बर सी है, स्थानीय सरकार इज द राइट एन्सर। क्वेशन नम्बर 6 मा छ रासायनिक मलको रजिस्ट्रेसनको प्रमाणपत्रको अवधि कति वर्ष बहाल रहने व्यवस्था छ? अत्यन्त महत्त्वपूर्ण प्रश्न हो यो। अप्सन नम्बर ए मा छ 1, बी मा छ 2 हैन, 2 वर्ष भनिरा छ, 3 वर्ष भनिरा छ र 4 वर्ष चाहिँ अप्सन्सहरु छ है। सोच्नुस् 4 देखि 5 सेकेन्ड है। रासायनिक मलको रजिस्ट्रेसनको प्रमाणपत्रको अवधि चाहिँ 3 वर्ष बहाल रहने व्यवस्था छ। त्यसैले अप्सन नम्बर सी इज द राइट एन्सर है। अब अप्सन नम्बर 7 मा पुग्यौं। सरी, क्वेशन नम्बर 7 मा पुग्यौं। जलवायु मैत्री कृषि अभ्यास कुन हो है? जलवायु मैत्री कृषि अभ्यास भनेको चाहिँ सघन धान खेती प्रणाली हो कि हैन, थोपासी चाहिँ अर्थात ड्रिप इरिगेसन हो कि हैन, अनि प्लास्टिक टबमा खेती हो कि माथिका सबै हो? गेस गर्नुस् है। इभ्यालुएट गर्नु, सबै अप्सन्सहरु इभ्यालुएट गर्नुस् त। तपाईहरुले एन्सर थाहा पाइहाल्नुहुन्छ। 4-5 सेकेन्ड म तपाईहरुलाई सोच्न दिइरा छु है। ल अप्सन नम्बर डी है, माथिका सबै चाहिँ के हो त? जलवायु मैत्री कृषि अभ्यास हो। सबै कति राम्रो हुन्छ त? थोपासी चाहिँ है, अनि प्लास्टिक टबमा खेती, सघन धान खेती प्रणाली है। ल क्वेशन नम्बर 8 मा छ। पहिला अप्सन पो आयो है क्वेशन नम्बर 8 मा। क्वेशन आउनु पर्ने कृषि फार्म केन्द्रहरूको दोहोरो मार्ग व्यवस्थापन प्रणाली तथा अतिरिक्त कार्यक्रम सञ्चालनको सम्बन्धी कार्यविधि कहिले जारी भएको हो? म क्वेशन फेरि पढ्छु है। कृषि फार्म केन्द्रहरूको दोहोरो मार्ग व्यवस्थापन प्रणाली है तथा अतिरिक्त कार्यक्रम सञ्चालनको सम्बन्धी कार्यविधि कहिले जारी भएको हो? 2059 मा हो कि 60 मा हो कि 61 मा हो कि 63 सालमा? भन्नुस् त, गेस गर्नुस्।
यसको सही जवाब चाहिँ 2060 सालमा चाहिँ जारी भएको है। त्यसैले अप्सन नम्बर बी चाहिँ के हो त सही जवाब भयो है। ल अब चाहिँ क्वेसन नम्बर 9 मा सबैभन्दा बढी आलु बाली लगाउने प्रदेशको नाम के हो? धेरै महत्त्वपूर्ण आलुको क्वेसन त धेरै महत्त्वपूर्ण है। आलुको प्रोडक्टिभिटी पनि इम्पोर्टेन्ट है। सबभन्दा बढी आलु कहाँ लगाइन्छ सबै चिजहरू यो आलुको धेरै इम्पोर्टेन्ट छ क्वेसन्सहरू है। सबैभन्दा बढी तपाईँहरूको आलुको डिजेरे यी जातहरू नै कति इम्पोर्टेन्ट छ होइन, त्यसरी पनि गेस गर्नुहोस् न। आलु बाली आलु टमाटरहरूलाई पनि तपाईँहरूले धेरै चाहिँ पढ्नुपर्छ है। सबैभन्दा बढी आलु बाली लगाउने प्रदेश भनेको चाहिँ मध्य प्रदेश हो कि कोशी प्रदेश हो कि कर्णाली हो कि बागमती हो भनेर चाहिँ अप्सन्सहरू छ। सोच्नुहोस् एकछिन है। अप्सन नम्बर बी कोशी प्रदेश नै हो है। आलु बाली बढी लगाउने प्रदेश पनि के हो त कोशी प्रदेश हो। धान बढी लगाउने प्रदेश पनि के हो त कोशी प्रदेश हो होइन। मकै बढी लगाउने प्रदेश पनि के हो त कोशी प्रदेश नै हो। अनि फापरको प्रोडक्टिभिटी अर्थात् उत्पादकत्व बढी भएको प्रदेश पनि के हो त कोशी प्रदेश नै हो। यसरी तपाईँहरूले कोशी प्रदेश पढिसकेपछि सबभन्दा बढी कोशी प्रदेशमा के छ होइन, सबभन्दा कम कोशी प्रदेशको के छ होइन, अनि त्यो कम भएको पनि प्रोडक्टिभिटी अथवा कम भनेपछि कति हो त त्यो थाहा गर्नु पर्यो भ्यालु है। अब त्यस्तो पनि त भ्यालु अनुसार सबै डाटा अनुसार पनि एउटा भिडियो बनाउँछु है, टेन्सन नगर्नुहोस्। अहिले जस्ट बढी कम यो कुराहरू चाहिँ थाहा पाउनुहोस् है त। ल अब क्वेसन नम्बर 10 मा छ उखुको उत्पादकत्व कुन प्रदेशमा सबैभन्दा बढी छ है। उखुको उत्पादकत्व अर्थात् प्रोडक्टिभिटी कुन प्रदेशमा बढी छ? कर्णाली, बागमती, कोशी र मधेस मध्ये एउटा हो। ल गेस गर्नुहोस् है। मधेस र कर्णाली होइन, मैले सुरुमै भनिदिएँ है। कोशी र बागमती मध्ये एउटा हो, गेस गर्नुहोस्। धन्यवाद, तपाईँहरूले चाहिँ मिलाउनु भयो है, सबैले मिलाउनु भयो। के भनेपछि अब उखु कता हुन्छ त भन्नुहोस् त। बाटोमा हिँड्दाखेरि पनि तपाईँहरू बाटो हिँड्नुपर्छ भनेर थाहा पाइहाल्नुहुन्छ नि होइन, कोशी प्रदेशमै हुन्छ नि। ल यसको पनि के हो त कोशी प्रदेश। अब उत्पादकत्व सबैभन्दा बढी भएको फापरको प्रोडक्टिभिटी पनि हाई भएको कोशीमा, उखुको प्रोडक्टिभिटी पनि हाई भएको कि त कोशीमा। क्षेत्रफलको आधारमा धान मकै र आलु बढी लगाउने कोशीमा। यसरी चाहिँ ल हेर्नुहोस् कति मजाले याद भयो है, यतिबाट पनि के यसरी पढ्नु हो भने चाहिँ याद हुन्छ है। अहिले चाहिँ सरी अप्सन पहिला देखिरहेको छ है, तपाईँहरूलाई अलिकति मजा आएन होला यो, तर पनि मजै मानेर हेर्नुहोस् है, केही बिग्रेको छैन। एन्सर देखेको छैन नि त होइन। नेपालमा कपास बालीको उत्पादकत्व कति मेट्रिक टन पर हेक्टर रहेको छ है। यो रबरको भयो होइन, अनि कपासको भयो, यो अलिकति चाहिँ झ्याप्प सोधिदिन सक्ने क्वेसन्सहरू हो कि होइन। सबभन्दा बढी पेस्टिसाइड युज गर्ने क्रप भन्यो भने चाहिँ कपासमा तपाईँ ढुक्कै भएर टिक लगाउनु होला होइन। सबैभन्दा बढी पेस्टिसाइड्सहरू चाहिँ युज गर्ने। अनि ल कपासको बालीको उत्पादकत्व कति मेट्रिक टन पर हेक्टर रहेको छ है। त्यत्रो धेरै पेस्टिसाइड हाल्दा पनि त्यसको प्रोडक्टिभिटी चाहिँ कमै छ। हेर्नुहोस् अप्सनमा कि त 1 छ कि 2 छ कि 3 छ कि 4 छ होइन, 0.1 त छँदैछ। ल गेस गर्नुहोस् त। यो बढी पेस्टिसाइड युज गर्ने भने अनुसार त 4 हुनुपर्ने है। धेरै किरासिरा मारेपछि धेरै प्रोडक्सन हुनुपर्ने, प्रोडक्टिभिटी हुनुपर्ने भन्ने कुरा छ, तर होइन है। 1.11 इज द राइट एन्सर, अप्सन नम्बर ए। क्वेसन नम्बर 11 को ठ्याक्क यहाँ पनि 11 तपाईँले देख्नुभयो, अनि यहाँ पनि 111 है सबै। यसरी पनि याद गर्नुहोस्। अब क्वेसन नम्बर 12 मा छ सबैभन्दा कम कपास उत्पादन गर्ने जिल्लाको नाम के हो? धेरै महत्त्वपूर्ण क्वेसन है यो पनि। कपास रबरहरू अलिकति क्वेसन खासै नआए पनि झ्याप्प आउन सक्ने चान्स हुन्छ कि यसबाट चाहिँ। दाङ, मुगु, बाँके र बर्दिया है। कम कपास उत्पादन गर्ने जिल्ला कुन होला भन्नुहोस् त। कम सरी मैले बढी भनेको है, कम होइन। सबैभन्दा बढी कपास उत्पादन गर्ने जिल्लाको नाम के है? कम त सिधै मुगु भइहाल्छ होला नि होइन। ल 12 को के भयो त एन्सर? ए भयो है, दाङ। सबैभन्दा बढी कपास उत्पादन गर्ने जिल्लाको नाम चाहिँ दाङ हो है। 13 मा छ, पहिला अप्सन देखिरहेछ कि यो चाहिँ। ल नेपालमा रबर बालीको उत्पादकत्व प्रोडक्टिभिटी कति मेट्रिक टन पर हेक्टर रहेको छ है? 0.53, 63, 43 र 33 छ। गेस गर्नुहोस्। ल 3 देखि 5 सेकेन्ड तपाईँहरूले मैले समय दिन्छु। अप्सन नम्बर डी 0.43 इज द करेक्ट एन्सर है। नेपालमा चाहिँ रबर बालीको उत्पादकत्व चाहिँ 0.43 मेट्रिक टन पर हेक्टर रहेको छ। अब हामी पुग्यौँ क्वेसन नम्बर 15 मा। सर्टफल है कुन बालीको बीमा लेखसँग सम्बन्धित छ? सर्टफल कुन बालीको बीमा लेखसँग सम्बन्धित छ? कफी, केरा, चैते धान, सुन्तला। धेरै महत्त्वपूर्ण क्वेसन। सर्टफल भन्ने बित्तिकै तपाईँहरूले कुन बालीको बीमा लेखसँग चाहिँ ठ्याक्क त याद भइहाल्नु पर्यो। ल भन्नुहोस्। अप्सन नम्बर सी चैते धान है। चैते धानसँग चाहिँ सम्बन्धित छ। 16 मा छ निजामती सेवा ऐन 2049 मा कति प्रकारका सेवाहरू राखिएको छ? 9 प्रकारका, 10 प्रकारका, 11 प्रकारका र 12 प्रकारका भनेर अप्सन्सहरू छ है। ल गेस गर्नुहोस् त।
10 प्रकारका है अप्सन नम्बर बी चाहिँ के भयो त सही जवाब भयो है 17 मा छ सबैभन्दा बढी अदुवा लगाइएको प्रदेशको नाम के हो सबैभन्दा बढी अदुवा लगाइएको प्रदेशको नाम के हो मध्य प्रदेश कोशी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश है अप्सन नम्बर सोच्नु भयो होला है म भनिदिन्छु एन्सर अप्सन नम्बर बी इज द राइट एन्सर कोशी प्रदेशमा चाहिँ सबैभन्दा बढी अदुवा लगाइएको छ है धान बढी लगाइएको पनि कोशी प्रदेश फेरि है रिभिजन है मकै बढी लगाएको पनि कहाँ त कोशी प्रदेश फापरको प्रोडक्टिभिटी हाई भएको पनि कोशी प्रदेश हैन आलुको प्रोडक्टिभिटी हाई भएको पनि नै सरी आलुको चाहिँ आलु बढी लगाउने चाहिँ कोशी प्रदेश हैन अनि अहिले चाहिँ अदुवा बढी लगाइएको प्रदेश पनि के त कोशी प्रदेश है 18 मा छ सबैभन्दा बढी बेसार लगाइएको प्रदेशको नाम के हो ल भन्नुस् ल नसोच्नुस् यो पनि कोशी प्रदेश नै हो है तपाईहरु धेरै कन्फ्युज हुनु होला यो पनि के हो त कोशी प्रदेश नै हो 19 मा छ सबैभन्दा बढी लसुन लगाइने प्रदेशको नाम के हो ल भन्नुस् लसुन लगाइने चाहिँ मध्य प्रदेश हो कि लुम्बिनी हो कि बागमती हो कि कोशी हो ल यो चाहिँ कोशी प्रदेश होइन है यो चाहिँ अरु हो ल भन्नुस् लबाट लसुन लबाट लुम्बिनी है लुम्बिनी प्रदेश इज द राइट एन्सर है ल आजको लास्ट क्वेशन छ चना बालीको उत्पादकत्व सबैभन्दा बढी कुन प्रदेशमा रहेको छ चनाको प्रोडक्टिभिटी सबैभन्दा बढी कुन प्रदेशमा रहेको छ मध्य कर्णाली बागमती र कोशी मध्ये एउटा छ ल भन्नुस् अप्सन नम्बर बी कोशी प्रदेश इज द राइट एन्सर है तपाईको प्यासेन्सलाई चाहिँ म सलाम गर्न चाहन्छु पुरै भिडियो हेर्नेहरुलाई है धन्यवाद च्यानललाई मन पराउनु भयो यो भिडियोलाई मन पराउनु भयो भने चाहिँ लाइक गर्न चाहिँ मन पराउनु होला किनभने हामी डाइरेक्ट भ्युअर्स र हामी के भन्छ क्रिएटरहरु फोन गरेर त कुरा गर्न मिल्दैन नि त हैन लाइक हान्नु भने चाहिँ मैले बुझ्छु तपाईहरुलाई भिडियो मन पर्यो है अनि नयाँ भ्युअर्सहरुले सब्स्क्राइब हान्नु भयो भने पनि मैले बुझ्छु कि तपाईहरु अझ यस्तै भिडियोहरु चाहिँ मबाट आश गरिराख्नु हुन्छ र मैले यो बनाउनै पर्छ भन्ने चाहिँ मैले फिल गर्छु है त ल थ्यांक यू सो मच